दिस इज फेवा लेक। साँच्चै नै हिमालले ढाकिएको वरपर सुन्दर वातावरण भएको सुन्दर चिटिक्क परेको सहरले साँच्चै नै मनमोहितै बनाइदियो। गाउँदेखि सहरसम्मको यात्रा साँच्चैकै नै सोचेभन्दा धेरै फरक थियो। फेवा लेकमा काइकिङ गर्दाखेरिको मोमेन्टसँगै सुरु गरौँ है त। सो गुड मर्निङ पोखरा एन्ड गुड मर्निङ भान्जा। भान्जा टक्क भर्खर उठ्यो अनि लेमन टी मगाएको थियो। अनि यता भाइहरू सम्झी यता रुममा छ। भाइ यता पुरै हामीलाई सबजनालाई बिहान 5 बजे उठाएर ऊ चाहिँ घुरिरहेको रहेछ क्या। सो यतापट्टि हाम्रो सम्धी आएर बसिसक्नु भएको छ। अनि गुड मर्निङ सम्धी। कहाँ सम्धीले मुख नधुने कुरा हुन्छ भान्जा। नधुएको जस्तो देखेको एकचोटि नआउला हामी फेरि नआउने बस त नगएको छैन। म त नआइसकेको सम्धी त। राति नगएन त। हेलो गाइज यताबाट देखिरहेको यताबाट देखिरहेको रहेछ क्या। त्यही भएर यता थियो हिँड्न के क्लुब त लाभ्रेमा आउने गाडी छिर्ने निहुँदै त्यही भएर नि होला। मम चाहिँ बिचारा सोध्नै भएन नि। साझा नआइदियो भने हामीलाई जुम्रा भेन्छ टुङ्सीमान कतिसम्म मुसिम हाम्रो होइन गएको त ठिकै हो। यही मेन ढोकादेखि थुनेर गएको छ। अब के हो यार। अब न कोही रेडी हुन पायो अब केही न केही अब सँगै रेडी हुन है ल। त्यस्तै भयो पोखरा पनि। अब खाना जाउँ अनि फेवा तलतिर जाउँ। ढुङ्गा चढाइदिउँ हाम्रो कुकुर ममलाई। टुङ टुङ फेरि वापस आएर टेन्सन। ढुङ्गामा पनि वागा आउला फेरि। आहा खण्डकी घुम्दियो नि खरङ भाइ हात ओरङ भाइ हात लम थाट ओरङ बम थेम गाडी थे टिभी ओरङ भाइ म यार ओरङ भाइ ढिलो यहाँ निम्ति अर्को जाँदैन फ्योलङ बजाइ लिङ लिङ चम्को यस्तो यस्तो के फुपू यस्तो 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 थाहा मलाई त यता थाहा अरे हुन्थ्यो मलाई र जुसान सारी जम्मा थाहा मलाई ब्राङ भाइ खाना थपाउ भनिदिएकै गर म खाना थपाउ भन्छ के हो अरे म होटेली चाहिँ होइन ममले के भन्नुभयो थाहा सुन्नुभयो। होटेलमा एकचोटि चाहिँ खाना खान गएछ अरे। तामाङ गेट हो। हामीले नेपाली नजानेर खाना थपौँ खाना थप्नु न भनेर जाँदाखेरि चाहिँ तपाईँको हाल भन्नलाई अरे बिचरा खुवाउँछ भनेर अरे क्या। अनि झन् खाना खुवाउँछ भन्ने सोचेर त्यो खाना होटेलको मान्छेले चाहिँ खाना नै नदिइकन उसलाई चाहिँ गएपछि चाहिँ अनि ल पुग्यो भन्ने ठानेर खाना चाहिँ फिर्ता लगाउँदाखेरि त्यही मान्छे जिल खाएछ अरे। त्यही भएर खाना खाने ठाउँमा चाहिँ खाना खुवाउँछ नभरे केटाहरू भनेर भन्नुभएको है हजुरआमाले। सो मिठो गफ भयो बिहान। अब निस्किनुपर्छ हामी है त। सो हामी यता खाना खानको लागि आइसक्यौँ। अनि खाना पनि ठ्याक्कै आइपुग्यो हाम्रो यता पुरानो एयरपोर्ट थकालीमा चाहिँ मिठो खाना पाइन्छ है त ल न। सो खाना आइसक्यो अनि मिठो घिउ पनि है। सो हामी सबैजना यहाँ खानासाना खायौँ।
अनि सो हाम्रो भान्जाकोमा त के हो 84 व्यञ्जनै खा जतिकै छ त सबै कचौरा जति सबै भान्जाकोमा अनि के हो खासमा कुरो ल खाना खाइयो हामीले ल निस्किनुपर्छ अब हामी मम ढिँडो खाना मिठो हुँदैछ मम ल ल ल ल खाइसक्यो है ढिँडो बडी भयो नि खाइसक्यो है खाइसक्यो फालेन अब ममलाई त फाल्नु हुन्न क्या किनभने एकदम उहाँ पनि यस्तो अन्न पानी भन्ने कुरालाई एकदम बचाएर दुई बनाएर अगाडि गर्नु भएको थियो ल तपाईँहरूले देख्न सक्नुहुन्छ मिठो खाना खाएर हामी ब्याक भइसक्यो फेरि फर्केर म ब्याक भयो भनेर भन्थ्यो तर हामी ब्याक भइसक्यो अब हामी कहाँ जान्छौँ भन्दाखेरि बागबाराई जान्छौँ हामी किन हाँस्छ सबैजना यहाँ यही ठाउँ हो कि एकजना मेरो सम्झी थियो चञ्चले थियो ट्रेनिङ गर्न आएको थियो ल्यामै फेल भएछ बिचरा टेन्सन आर्मीमा सिलेक्ट भएन के गर्नु त यहाँ मेरो बोस छ मेरो बोस पनि आर्मीमा जानु लागेको छ होइन बस कुन आर्मीमा जानु हुने तपाईँ बस फेरि क्यामेरामा बोल्नु न होस् अनि पोखरा बजार पल्लकी अञ्चल यस्तो बवाल छ होइन अनि हाम्रो मम हुनुहुन्छ मम लस्सो मेरो मम चाहिँ मलाई यही कुरामा मनपर्छ के हाम्रो मम चाहिँ स्ट्यान्डर्ड मम हो कि स्ट्यान्डर्ड मलाई अलिक भन्न आएन त्यही हो के भयो यार मुखमा घाउ आएर केटा हो हामी चाहिँ अब फेवा लेकमा आइसके लगभग तर के हो यो फेवा लेकमा माछा यस्तो हुन्छ हो भयो हामी धेरै नसुन्ने हामी गीत सुन्न आएको होइन हामी घुम्न आएको हो घुम्ने हो मजाले रिङटा लाग्ने गरी घुम्ने हो नो मतलब मम्मी मलाई कस्तो स्याबेज हान्नु भयो कि फेरि ओछे रुत्त भन्नुभयो हिजो मैले भमिट गरेको कसलाई थाहा छ त्यो क्लिप हाल्दिनँ म हाल्दिनँ किन देखाउनु म भमिट गरेर किन देखाउनु भ्लगलाई हेर्ने मान्छेले सुन्ने रोज्छ त्यो त राजकुमार भन्दा पनि डेन्जर म भमिट गरेर देखाएर के अनि हाम्रो एकजना राम्रो दिदी हुनुहुन्छ यहाँ दिदीलाई चाहिँ फ्रेममा कसरी ल्याउने हो यता हाम्रो राम्रो दिदी हुनुहुन्छ अनि यता हाम्रो ठ्याक्कै जेसिबी जस्तो दाँत भएको बहिनी हुनुहुन्छ यता अब के भन्नु त ह्यान्डसम बोइजहरू के भन्नु सो ट्याक्क लगाएर हाम्रो ग्रुप 8 जनाले हामी लाइफ ट्याग लगाइसक्यो सबजना हामी पुरै महानगर प्रहरी भएर हिँडिरहेछौँ यता सो महानगर प्रहरीहरू ल कमान मम खोइ मम लाउ न मम र फुपूलाई अगाडि हाल्नु पऱ्यो कि उहाँहरू फेरि सो हेलो खेल्नु पर्ने हो क्या यार चञ्चले हामी गण्डकी अञ्चले भन्न अझ पनि हामी बागमती अञ्चले सो नाइस भान्जो होइन भागी सिरियस भइरहेको छ त हाम्रो त के हो र बसन्त हेलो गरिदे नाना हेलो गरिदिनु सम्झी हेलो नाइस
हेर्नु आकाशमा उडेको प्याराग्लाइडिङ भन्ने कुरा चाहिँ हुन्छ है यस्तो यस्तो ठाउँहरूमा हुन्छ क्या एकदम पिसफुल ठाउँहरूमा एन्ड ल अब हामी मन्दिर आइपुग्यौँ यता छ अनि म पूजाको लागि अहिले चाहिँ रेडी भएर बसिरहेको छु किनभने उता के भन्छ मुक्तिनाथमा चाहिँ कोर चाहिँ भाइले नरिवल फुटाएको थियो नि त मनोकामनामा अनि भाइको जोडी भयो अरे अनि यसपालि मैले फुटाऊ भनिरहेको छु क्या हजुरआमाले मलाई नरिवल फुटाऊ अनि पछि तिम्रो बिहे हुन्छ भनिरहेको छ हेर मैले ल मम्मीले भने जस्तै ल हामी ट्याक्कै यता मन्दिर आइपुग्यौँ है ल एकछिनमा भेटौँ ल बाई बाई A few moments later. हो फेवातालमा सहिली डुङ्गा चलल सम्झनामा तिम्रो तस्बिर झलल होइन त भन्छु सम्झनामा तिम्रो तस्बिर झलल तालबाराई मन्दिर तालबाराही मन्दिर माछाहरू आउँछ है हेर है अब कस्तो दामी तर नाइस भ्यू है नाइस 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 ए पुग्न लाग्यो त्यहाँ पर पोलमा पुग्न लाग्यो त्यहाँ पर पोलमा हाम्रो दाइलाई छोड्ने चाहिँ डोलमा सर र मामा सक्यो फर्का भेटेल हे भान्जा तिम्रो बेहोरा नक्कले तिम्रो दिदीले छोडेर गए नि मैले माया गरा थियो सक्कली ए भान्जा रिक्सै मिल्दैन क्या अनि मलाई टेन्सन हुन्छ ल भेटेल फर्काउ त फर्काउ ए अस्ति बिहान ढ्याकन पित्नेलाई ल्याउन क्या टेन्सन तलले ए अस्ति बिहान मकै भुट्यो अस्ति बिहान मकै भुटो डोल्माको माया रहेछ है झुटो सर र पोखरा बजार सरर भेटेल फर्काउ दिमागले होइन गाउने हो गिरीले दिमागले होइन सोच्ने हो गिदीले छोडी गयो निष्ठुरी तिम्रो दिदीले भेटेल फर्का भेटेल दुःख आउँदैछ ए मलाई लाग्यो अब चाहिँ तिर्खा मलाई लाग्यो अब चाहिँ तिर्खा डोल्मालाई चाहिँ तिमीले बिर्छ सर र पोखराको बजार सर सम्झना त मनभरि हजार छ सम्झना त मनभरि हजार छ केटीहरू लाइन भई बस्या छ के भन्यो भने लाइन छ र माया गरेछ कि लाइन छ भन्छ अनि कसरी थाहा भयो लाइन छ भने मलाई लिएर केटी लाइन छ भने हिजो बिहान आइस टुट्यो तिम्रो पनि माया चाहिँ झुटो साँचो माया गरा थियो मैले नि साँचो माया गरा थियो मैले नि दिदी भन्दै भेना भन्थ्यो तैँले नि
मेरो साथीको नाम थियो नि बिस्ने आ मेरो साथीको नाम थियो नि बिस्ने आ माथि घरको को हो नि स्नेहा भेटेल अर्को अब तिम्रो मामा खाइलाग्दो ज्यान छ है तिम्रो मामा खाइलाग्दो ज्यान छ है स्नेहाले माया गर्छु पो भन्छ भाइ गाडी बिग्रे पर्ला है गालमा गाडी बिग्रे पर्ला है गालमा कसले फसायो स्नेहालाई माया जालमा सरर र पोखरा बजार भेटेल खोइ मेन्सन भएको नामहरूबाट कुनै पनि इम्प्याक्ट कसैलाई पर्छ भने त्यसको लागि माफी चाहन्छु। हामी फ्यामिली घुम्न जाँदाखेरिको यो मिठो रमाइलो पल मात्र हो। तपाईँहरूले अनर्थ नसोचिदिनु होला। धेरै धेरै माया छ यतिलाई अब हक्क हेरौँ। यता चाहिँ हाम्रो ब्यालेन्सर हुनुहुन्छ साथी। यो यसको नाक त तिम्रो जस्तो छ त के हो यो ल हेर त नाक त ठ्याक्कै के हो साथी तिम्रो जस्तो छ त अनि भगवान्को नाक त सो हामी माथि शिव मन्दिर यताउता घुमेर यता डेभिड फल्समा आइसकेका छौँ। एन्ड कोहीमा कहाँ छ यहाँ खोला डेन्जर खाल्डो छ त नाना देख्दैन त कहाँ पुग्छ कि तर यो डेन्जर रहेछ क्या सम्झिया सम्झि के हो कि यार यो छैन सम्झि केही छैन। फोटो खिचाएको सो गाइज यहाँनिर चाहिँ पहिला मैले फोटो खिचेको थिएँ अनि आज चाहिँ म एक्लै नै छु यहाँ होइन सबै लाएर जोस् धेरै धेरै सम्झना त्यो दिनलाई अनि आजको दिनलाई धेरै धेरै राम्रो बनाउँछु भन्दै त्यही हो। यहाँ म थिएँ यहाँ हुनु थियो अनि त्यसरी सजिएका तस्बिरहरू थिए। आज सबैजना छौँ धेरै धेरै माया सबैजनालाई है त्यही हो। अनि के हो यता पुरै के हुँदैछ यता ए हो र ल ल ल ल ट्याक कटिँदै कोला झनाले जगिन्दो बेस्ट। सो यहाँ पहिला पनि साजनले यहीँ खिचेको थियो एन्ड अहिले पनि यहाँ छ यो। सो ल है साजनको खिचिदिउँ। A few moments later. सो बिजोग रमाइलो इन द यो कहाँ हो अरे मुगलिनको बाटो बिजोग। अनि त्यही हो अहिले म गाडी वासमा आएको छु अनि हजुरआमाहरूलाई पनि त छोडिदिनु पर्ने छ। अहिले के हुन्छ उता घर जानको लागि गाडीसम्म किनभने उहाँहरू गाडीमै जानुहुन्छ अनि त्यो गाडीमा एउटा अफिसियल कामहरू दुई तिनवटा कामहरू आइरहेको छ त्यो कामहरू पनि गर्नुपर्ने छ। त्यही हो गाइस एकदम रमाइलो भयो बिस्तारै ट्रिप होइन। एउटा सपना थियो हजुरआमालाई यसरी लाने होइन। मेरो उहाँ कान्छी हजुरआमा हो मेरो ठुलो हजुरआमा पनि हुनुहुन्थ्यो बित्नु भयो है। अनि मात्र मलाई चाहिँ त्यही कुरा एउटा चाहिँ अलिक दुःख लागिरहेको छ क्या अब उहाँ भएको भए अब हुन्छ नि मैले अब जे जस्तो भयो पनि अब होइन उहाँ भएको भए आज हामी सँगै हुन्थ्यौँ होला। अब कति कुराहरू अब हुन्छ नि अब सिकिन्थ्यो होला ठुलो बडाहरू हो उहाँहरू होइन नजानेको कुराहरू। त्यही भएर त्यही कुराले चाहिँ अलिकति एकदम मन दुःख भयो। त्यो कुराले पनि त्यसमा चाहिँ आफ्नो मान्छे होइन भइदिएको भए मात्र पनि धेरै खुसी हुन्थ्यो। सो ठिकै छ उहाँको एउटा जे जस्तो भए पनि उहाँले हामीलाई छोडेर गए पनि हामीले मनलाई एकदमै सम्झेका थियौँ। माथि मन्दिरमा पनि अनि कान्छी हजुरआमाले एकदम रमाइलो गरिदिनु भयो। सो एकदम खुसी छु म। थ्याङ्क यू सो मच भगवान्जीलाई पनि है हामीलाई त्यत्रो टाढाको यात्रा गरेर आउँदाखेरि पनि
अब हुन्छ नि केही पनि भएन राम्रोसँग गएर आइपुग्यौँ हामी भनेर एकदम खुसी लागेको छ। सो धेरै धेरै माया सबैजना हाम्रो भिडियो हेरिदिने सबैजनालाई पनि भन्दै अहिले अब म मुख पनि धोएको छैन, अनुहारबाट थाहा भइसक्यो होला। ढिलाइ उठेँ कि ढिलाइ अलिक मेरो बानी चाहिँ एउटा के छ भने अलिक म ढिलाइ उठ्छु, तर राति 12-1 बजे 2-3-4 बजीसम्म काम गर्न पनि रेडी हो होइन, तर म उठ्न चाहिँ ढिला उठ्छु। सो ल गाडी यता पुरै धुनालाई रेडी छ, यता ग्यारेज जान्छु, यता टोखा धेरै हो। ल एकछिनमा अब उता हजुरआमाहरूलाई पनि छोड्नु छ। यो भ्लग यति नै हुन्छ होला सायद। अब त्यही हो सबै कुराहरू खिचेर अब त्यही हो हरेक कुराहरू टाइम अनुसार अब होइन त्यो फ्री टाइमहरू हुन्छ। बिस्तारै जिम्मेवारीको बोधहरू थपिँदैछ। कति कुराहरू मैले राम्रै हुनुपर्छ, राम्रै गर्नुपर्छ भन्दै पनि बिग्रिएका कुराहरू पनि हुन्छन् भने कति कुराहरू ला बिग्रेला कि भन्दा पनि सप्रिएको कुराहरू पनि हुन्छ। त्यही हो सबैलाई मलाई राम्रा गर्ने नराम्रा गर्ने सबैजना मेरा साथीभाइ इष्टमित्र प्रियजनहरूलाई पनि है धेरै धेरै सम्झना छ, माया छ भन्दै आजको ब्लग म बन्द गर्छु। हस्त नमस्ते, बाई बाई।